सम्पूर्णमा नमस्कार। कार्यक्रम जर्नी टु पोलिटिक्स हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म विशाल कोइराला। आज हामी कार्यक्रमको पहिलो श्रृङ्खला लिएर तपाईँहरू सानो उपस्थित भइसकेका छौँ। आज कार्यक्रम जर्नी टु पोलिटिक्समा आफ्ना कथा यात्राहरू सुनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य माननीय समिना मियाजी हामीसँग अहिले उपस्थित भइसक्नु भएको छ। समिनाजी, स्वागत छ कार्यक्रममा। धन्यवाद विशाल सर। सन्चै हुनुहुन्छ? हजुर, आरामै। सम्भवतः सांसद भइसकेपछिको पहिलो कार्यक्रम या अन्तर्वार्ता एउटा भनौँ न छलफलमा तपाईँ हुनुहुन्छ, होइन? हजुर, यो मेरो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेपछि यो मेरो अन्तर्वार्ताको चाहिँ पहिलो नै कार्यक्रम। हजुर, तपाईँ आज एउटा सङ्घीय सांसद कस्तो लागिरहेको छ? सङ्घीय सांसद हुँदाखेरि एउटा खुसी भन्दा पनि एउटा यो देशको ठुलो जिम्मेवारी चाहिँ हाम्रो काँधमा आएको चाहिँ मैले महसुस गरेको छु। त्यही भएर यसमा चाहिँ खुसी भन्ने कुरा चाहिँ हामीले केही राम्रो काम गरेर जनताले सोचेको आशा गरेको कुरा पुरा गर्न सकेपछि मात्र खुसी व्यक्त गरौँला। अहिले चाहिँ हाम्रो काँधमा ठुलो जिम्मेवारीको चाहिँ मैले महसुस त्यसो भने तपाईँलाई सांसद सम्मान्य भएकोमा चाहिँ अहिले शुभकामना मात्रै दिन्छु, बधाई। त्यसो भने तपाईँले जुन इच्छा, तपाईँको चाहना पुरा भइसकेपछि, यो देशको जिम्मेवारी पुरा गरिसकेपछि बधाईको पात्र तपाईँ बन्नुहुनेछ। मिल्यो कुरा? एकदम। शुभकामनाको लागि धन्यवाद र बधाई चाहिँ हामी जनताले त्यो महसुस गरिसकेपछि मात्र ल्याउला सर। ओके, ल त्यसो भने हामी चाहिँ कार्यक्रमको हाम्रो यो जर्नी टु पोलिटिक्स, आज तपाईँ एउटा सङ्घीय सांसदको रूपमा हुनुहुन्छ, तर यहाँसम्म आउँदै गर्दा होइन, तपाईँको बाल्यकालदेखि आजसम्मको यात्रा सबै सहज थिएनन्, पक्कै पनि थिएनन् होला, होइन? आज हामी ती विषयमा कुराकानी गर्छौँ। तपाईँको राजनीतिक चेतना सुरुवात कहाँबाट भयो, त्यो बिन्दुबाट सुरु गरौँ। कोही पनि व्यक्ति सायद मलाई लाग्छ राजनीतिमा आउनुभन्दा अगाडि उहाँहरूले केही प्लान गरेर आउनुभन्दा पनि यो देशमा भएको अनियमितता र यहाँ भएको व्यतिथि, यो यहाँ भएको भ्रष्टाचार, त्यो सबै देखेर, यो समाजको परिस्थिति देखेर नै आएका हौँ र म पनि त्यही यो समाजको यो अस्तव्यस्त परिस्थितिले गर्दाखेरि चाहिँ राजनीतिमा होमेको हो। ओके, तपाईँको जन्म कहाँ हो? मेरो जन्म चितवन, भरतपुर चितवनमा जन्म। तपाईँको शिक्षा दीक्षा स्कुलको जीवन त्यही नै बित्यो? मैले चाहिँ श्री बालकुमारी कन्या माध्यमिक विद्यालयबाट आफ्नो एसएलसी पास गरेँ। त्यसपछि मैले पिसिएल नर्सिङ देउराली जनता प्राविधिक शिक्षालय बुटोलबाट गरेँ र त्यसपछि मेरो ब्याचलर इन नर्सिङ नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरबाट र त्यसपछि मैले एमएससी नर्सिङ इन क्रिटिकल केयर नर्सिङमा चाहिँ मास्टर्स मैले बेङ्गलोर राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सबाट गरेँ र मैले पिसिएल नर्सिङ गरेपछि चाहिँ मैले चितवन मेडिकल कलेज, जुन चाहिँ यो देशको एकदम प्रतिष्ठित स्वास्थ्य संस्था भनेर पनि चिनिन्छ, त्यहाँबाट चाहिँ मैले कम्तीमा पनि 5 वर्ष चाहिँ मैले त्यहाँ काम गर्ने अनुभव लिने चाहिँ अवसर पाएँ। तपाईँको बालकुमारीबाट स्कुले जीवन सुरु हुँदै भारतको राजीव गान्धी विश्वविद्यालयमा एमएससी गर्दासम्म तपाईँको एउटा एकाडेमिक र त्यस पछाडि एउटा आफ्नो प्रोफेसनल काममा तपाईँ हुनुहुन्थ्यो। तपाईँ स्कुल पढ्दा त्यति बेला पनि विद्यार्थी सङ्गठनहरू थिए, अरू राजनीतिक दलका भातृ सङ्गठनहरू थिए। कुनै त्यस्तो राजनीतिक यात्रा त्यति बेला तपाईँको प्रारम्भ भएको थिएन? म सानैदेखि यो देश चाहिँ बन्नुपर्छ, यो देश राम्रो बन्नुपर्छ भन्ने चाहिँ मेरो एकदम सोच थियो। तर स्कुले जीवन र कलेज जीवनमा चाहिँ म कहिल्यै पनि विद्यार्थी सङ्गठनमा चाहिँ आबद्ध भएन। धेरै यस्ता सङ्घ सङ्गठनका व्यक्तित्वहरू आएर तपाईँ सदस्य बन्नु है, यस्तो भन्दै गर्दा हामीले त्यति बेलादेखि नै पढाइमा चाहिँ राजनीति गर्नुहुन्न भन्ने चाहिँ मेरो मान्यता थियो र अहिले त्यो कुरा चाहिँ एकदम सत्य भएको पनि मैले महसुस गरेको छु। जुन मैले आफ्नो स्कुल र कलेज जीवनमा पढाइलाई चाहिँ पढाइ नै मान्यता दिनुपर्छ, राजनीति लिएर आउनुहुन्न भन्ने मेरो मान्यता थियो र त्यो चाहिँ अहिले पुरा भएको नि मैले महसुस गरेँ। तपाईँको स्नातकोत्तरसम्म कुनै पनि राजनीतिक भनौँ न तपाईँको जीवन थिएन? अनि यो त्यसो भने यसको प्रस्थान बिन्दु चाहिँ कहाँनिर रहेछ त? जब राष्ट्रिय स्वतन्त्र पार्टी 2079मा स्थापना भयो, हजुर, र रवि सरले एउटा स्टुडियोबाट, एउटा क्यामेराबाट जुन संसारलाई
हैन न्याय दिनुभयो। बेचिएका चेलीदेखि लिएर बाढी पीडितदेखि लिएर विभिन्न हाम्रो मुसहर बस्ती ग्रामीण भेगमा जुन अस्पताल निर्माण गर्नुभयो त्यो भनेको चाहिँ मेरो एउटा प्रेरणाको स्रोत बन्यो। एउटा व्यक्तिले एउटा क्यामेराको माध्यमबाट यति गर्न सक्नुहुन्छ भने उहाँले एउटा परिवर्तनको आश देखेर एउटा पार्टी स्थापना गरेपछि पक्कै पनि यो देशमा केही गर्न सक्नुहुन्छ भनेर म स्थापना कालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर 2079 को प्रतिनिधि सभा सदस्यको लागि पनि मैले आफ्नो समानुपाती उम्मेदवारी दिएको थिएँ। त्यति बेला चाहिँ हाम्रो सीमित सिट प्राप्त भएको कारणले गर्दा त्यसमा सफल हुन सकिएन र अहिले 82 सालको जुन यो ऐतिहासिक निर्वाचन हाम्रा विद्यार्थी भाइ बहिनीहरूले जुन आफ्नो रगतको आहुति दिएर यो देशमा परिवर्तन हुनुपर्छ भनेर जसरी आन्दोलन गरेर यो ऐतिहासिक र असामान्य निर्वाचनबाट चाहिँ हामी आएका छौँ। जस्तो तपाईँ अध्ययन पश्चात तपाईँ पुरानो मेडिकल कलेजमा एउटा नर्सिङ पेसामा अध्यापन गराउने आफू प्र्याक्टिसनरको रूपमा पनि प्रोफेसनल काममा तपाईँ इन्गेज हुनुहुन्थ्यो। जस्तो त्यो चिजबाट बाहिर निस्किन जस्तो रासपा जब स्थापना भयो स्थापना कालबाटै तपाईँ सक्रिय रूपमा रवि लामिछानेको एउटा अभियानमा जोडिनु भएको कुरा तपाईँले जानकारी गराइहाल्नुभयो। तर आफ्नो एउटा पेसा हैन आफ्नो एउटा पेसागत धर्म त्योभन्दा बाहिर रहेर एउटा सक्रिय राजनीतिमा कतिको चुनौती थियो? पक्कै पनि यो राजनीति एउटा अवसर पनि हो र चुनौती पनि हो हैन। चुनौतीको धेरै सामना पनि गरियो किन 79 को मैले असफलतादेखि लिएर यहाँसम्म आउनुको धैर्यतासम्मको पनि मैले अवगत गराएँ हैन। र यो अवसर र चुनौती दुवैलाई सामना गर्दै चाहिँ अहिले हामी सफल बिन्दुसम्म आइपुगेका छौँ र अझै पनि यसलाई सफल भनि नहालौँ, अझै पनि हामीले गर्नुपर्ने कामहरू धेरै छन्। तपाईँ 2079 को राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार। त्यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले जुन एउटा अभियान सुरु गर्नुभएको थियो त्यसमा लाग्ने भनौँ न मान्छेहरू पनि एकदमै कम हुनुहुन्थ्यो। आज त पार्टी एकदमै बृहत भएको छ, धेरै ठुलो भएको छ हैन। अब अहिले करिब 2/3 सरकारमा तपाईँ 2/3 बहुमत लिएर सरकार बनेको अवस्थामा तपाईँ सङ्घीय सांसद पनि हुनुहुन्छ। त्यो स्थापना कालमा कोही पनि व्यक्तिहरू भनौँ न धेरै कम मान्छेहरू त्यति बेला पार्टीमा समाहित हुँदै गर्दा पार्टीका सङ्गठनका कामहरू हैन पार्टीका दैनन्दिन गरिने कामहरू कस्तो थियो तपाईँहरूको? सुरुको दिनमा धेरै गाह्रो थियो भन्नै पर्दाखेरि। त्यति बेला पुराना दलका नेता कार्यकर्ताहरूले देशभरि नै आफ्नो जरो गाडेर बसेको परिस्थिति थियो र त्यो परिस्थितिमा हामीले हरेक घरमा हरेक टोलमा गएर चाहिँ यसरी राष्ट्रिय स्वतन्त्र पार्टीको हामीले सङ्गठन विस्तार गर्न गाह्रो हुँदै गर्दाखेरि पनि आज यहाँसम्म आएका थियौँ। त्यतिखेर धेरै नै गाह्रो थियो र पनि हामीले 79 को निर्वाचनमा 21 जना सांसदलाई चाहिँ सदनमा लैजान हामी सफल भयौँ र त्यो जटिल अवस्थामा पनि हामीले चाहिँ यहाँसम्म चाहिँ लिएर आउन चाहिँ धेरै कोसिस गर्यौँ। जस्तो 79 को निर्वाचनमा तपाईँको जिल्लामा पार्टी सभापति एकदमै भारी मतान्तरले निर्वाचित हुनुभयो। सोही जिल्लामै क्षेत्र नम्बर 1 मा हरि ढकाल पनि निर्वाचित हुनुभएको थियो। त्यो त्यति बेला उहाँहरूको व्यक्तित्वका कारणले उहाँहरू निर्वाचित हुनुभएको हो कि तपाईँहरूको सङ्गठनमा तपाईँहरूले आफूले काम गरेका कारण उहाँहरू निर्वाचित हुनुभएको के लाग्छ? यसमा चाहिँ उहाँहरू र हाम्रो सङ्गठन भन्नुपर्दा नि जनताले चाहिँ एउटा परिवर्तन चाहेका थिए हैन। त्यो जनताहरूले 30-35 वर्षदेखि जरो गाडेर बसेको दल र अस्थिर सरकारबाट आजित भएर त्यसको विरुद्धमा चाहिँ जनताले भारी मतान्तरले हाम्रा पार्टी सभापतिलाई देशैभरिको 1 नम्बर मत लिएर आएर विजय गराउनु भएको। यो यसमा पार्टी सभापतिका विगतका राम्रो काम पनि प्लस पोइन्ट छ भने र हाम्रो पनि मेहनत त केही छ र रवि सरको व्यक्तित्वको कारण र जनताको जुन परिवर्तनको लागि एउटा बाटो खोजिरहेका थिए त्यो ती चिजहरूको मिश्रण निर्वाचनलाई त्यो परिवर्तनको एउटा सङ्केतको रूपमा मारे एकदम र त्यति बेला पार्टीलाई प्रतिपक्षमै बस्नको लागि दिएको म्यान्डेट थियो हैन। एकदम पार्टी सरकारमा गयो नि। त्यो चाहिँ कस्तो हुन्छ भने यो राजनीतिक कुरामा चाहिँ
अलिकति हाम्रो 21 सिट हुँदाखेरि चाहिँ हामी सरकारमा जानुपर्ने र एउटा सरकार बनाउनु पर्ने एउटा त्यो चाहिँ नीति नियमको कारणले गर्दाखेरि चाहिँ पार्टी जान बाध्य भयो र त्यहाँ जाँदाखेरि पनि हाम्रा माननीय ज्यूहरू मन्त्रीज्यूहरूले चाहिँ हाम्रो पार्टीको तर्फबाट जनताका मुद्दाहरू चाहिँ स्पष्ट रूपमा चाहिँ उत्थान गर्नुभएको थियो र त्यसलाई चाहिँ हाम्रो बहुमत नभएको कारणले गर्दाखेरि चाहिँ कार्यान्वयन गर्नमा चाहिँ धेरै अवरोध आए। त्यही बावजुद हाम्रा पार्टी सभापतिज्यूलाई राजनीतिक प्रतिशोध साधेर तत्कालीन सरकारले कारागार चलान गरेको पनि आम जनतालाई अवगत नै छ। त्यो यो प्रतिशोधै हो भनेर नै आज जनताले चाहिँ यसरी करिब 2/3 विजय हासिल गर्न हामी सफल भएका छौँ। यो जनताहरू सुसूचित भएकै कारणले चाहिँ म भन्न चाहन्छु। तपाईँ एउटा अल्पसङ्ख्यक समुदाय पनि प्रतिनिधित्व गर्नुहुन्छ, मुस्लिम समुदाय र महिला पनि हुनुहुन्छ। यही समाजमा विशेष गरी महिला वर्गलाई जुन तरिकाले एउटा घरमै एउटा विभिन्न घरायसी कामकाजमै एउटा बन्धनमा राखिन्छ, अझ विशेष गरी अल्पसङ्ख्यक समुदायमा त्यो कस्तो छ होइन, यो सबै चिजलाई चिरेर यो राजनीतिमा पाइला टेक्नु कतिको तपाईँलाई व्यक्तिगत रूपमा गाह्रो अप्ठ्यारो पर्यो? पक्कै पनि यो देख्दाखेरि एकदम सफलता भएको मात्र देखिन्छ, तर यो सफलताको सिँढी चढ्न पक्कै पनि धेरै बाधा अडचनहरू कठिनाइहरू त पक्कै पनि मैले झेल्दै यहाँ आएको छु। जसरी हजुरले भन्नुभयो अल्पसङ्ख्यक त्यो माथि मुस्लिम समुदाय त्यो माथि पनि महिलालाई एउटा शिक्षाबाट पनि हामी धेरै वञ्चित छौँ, हामी जस्ता महिलाहरू दिदीबहिनीहरू र शिक्षा दीक्षा लगायत अझै त अब त झन् राजनीतिक यात्रामा आउनु त त्यो त एकदम अकल्पनीय नै हो। र म हाम्रो जुन धार्मिक हिसाबमा चाहिँ देखिँदाखेरि जुन घरमा मात्र मुस्लिम महिलाहरू बस्छन्, उहाँहरूलाई स्वतन्त्रता छैन भन्दाखेरि पनि हाम्रो महिलाहरूलाई धेरै स्वतन्त्रता छ। यस्तो छैन कि उहाँहरू पढ्न पाउँदैनन्, उहाँहरू यो समाजमा खुलेर हिँड्न पाउँदैनन्, यो समाजमा रोजगार भएर बस्न पाउँदैनन्। त्यो एउटा देखाउने कुरा मात्र हो। यदि हामीले चाह्यौँ भने हाम्रो धार्मिक हिसाबमा पनि एकदम महिलालाई सबैभन्दा प्राथमिकतामा चाहिँ राखिएको छ। यो हाम्रो समाजले फैलाएको एउटा नकारात्मक सन्देश मात्र हो भन्न चाहन्छु। यदि त्यस्तो हुन्छ भने जस्तो तपाईँ आफै पनि उदाहरण हुनुहुन्छ, देश विदेशमा गएर एउटा स्नातकोत्तरसम्मको आफ्नो अध्ययन, त्यस पछाडि एउटा आफ्नो प्रोफेसनल एउटा जर्नी, त्यस पछाडि अहिले पोलिटिकल जर्नी जहाँ तपाईँ आज सङ्घीय सांसद हुनुहुन्छ। तपाईँ आफै पनि त्यसको एउटा उदाहरण हुनुहुन्छ। बाँकी तपाईँको समुदायमा सबैलाई त्यस्तै छ? यो स्वतन्त्रता त छ, तर त्यसमा तपाईँ आफू पनि कतिको लाग्नुहुन्छ। म पढ्नुपर्छ, म यो समाजको लागि केही गर्नुपर्छ, म एउटा इन्डिपेन्डेन्ट भएर यो समाजमा बाँच्नुपर्छ भनेर तपाईँमा पनि त्यो इनिसिएसन आउनुपर्छ। कसैले तपाईँलाई ल यो गर त्यो गर भनेर भन्दैन। मलाई कसैले पनि तिमी पढ, तिमी राजनीतिमा आऊ भनेको होइन। म आफै इनिसिएसन गरेर म पढ्नुपर्छ। थोरै पृष्ठभूमिमा जाउँ। तपाईँ समानुपातिक उम्मेदवार रहनुभयो, तर सांसद हुनु भएन, पार्टीको म्यान्डेट कम थियो। त्यस पछाडि चाहिँ तपाईँ बाँकी तपाईँको राजनीतिक जीवन कसरी बिते? 79 देखि यहाँसम्मको यात्रा भन्नु पर्दाखेरि चाहिँ मैले राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन निर्वाचन क्षेत्र नम्बर 2 को क्षेत्रीय निर्वाचन समितिको चाहिँ सभापति भएर मैले काम गरेँ र बिचमा मेरो मास्टर्सको चाहिँ 1 वर्ष बाँकी थियो एमएससी नर्सिङको, त्यसलाई चाहिँ मैले कन्टिन्यू गर्दै यता पार्टीको सङ्गठन विस्तारतिर पनि लागेँ र त्यही बिचमा अब हामी महिला भएपछि चाहिँ आफ्नो परिवारलाई पनि ध्यानमा राख्दै मेरो सानो एउटा छोरीको जन्म भयो। अहिले मेरो छोरी जम्मा 1.5 वर्षकी मात्र छिन् र मैले ती सानी नानी जुन दुध खाँदै गर्दै गरेकी बालिकालाई पूर्ण रूपमा समय नदी पनि र उसलाई पनि सँगसँगै लिएर चाहिँ राजनीतिक यात्रा चाहिँ निरन्तर लागिरहे र यही निरन्तरताको सायद कारणले गर्दाखेरि आज त्यो पारिवारिक जीवन र त्यो राजनीतिक जीवनलाई एक आपसमा भनौँ न मिलाएर अगाडि बढाउन कतिको अप्ठ्यारो पर्दो रहेछ? यो धेरै नै गाह्रो कुरा हो। सहजता पक्कै पनि छैन। एउटा सानो अबोध बालक जसले चाहिँ आफ्नो मनका कुराहरू प्रष्ट भन्न सक्दैन, उसको रुवाई
त्यसले एउटा आमाले उसको साङ्केतिक भाषा बुझ्दै र यो देशलाई केही गर्छु भनेर अगाडि बढ्दै दुईटा कुरालाई चाहिँ मिलाउन धेरै गाह्रो हुँदै गर्दा पनि यो उतार चढावले गर्दाखेरि नै हामीले यो देशलाई एउटा निकास दिन सक्छौँ र त्यही मेरो छोरी र मेरो छोरी जस्ता अरू छोराछोरीको भविष्य उज्जवल भविष्यको लागि चाहिँ मैले सङ्घर्ष गर्नुपर्छ भनेर मैले दुईटै चिजलाई चाहिँ मिलाएर यहाँसम्म उपस्थित भएको छु। तपाईँ अहिले सङ्घीय सांसद हुनुहुन्छ। यो 2082 जुन फरक परिस्थितिमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी करिब 2/3 जम्मा 2 सिटले 2/3 नजिक पुगेको छ। यो आकलन गर्नुभएको थियो? हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत लिएर आउँछ भन्ने त हामीले आकलन गरेको थियो र 2/3 अलि पुग्दैन कि भन्दा पनि जनताले होइन यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 दिनुपर्छ र श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर जनता सुसूचित भएर जनता जागरुक भएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत करिब 2/3 जिताउन सहयोग गर्नुभयो र यही माइक मार्फत चाहिँ म सम्पूर्ण आम मतदाताहरूलाई पनि हृदयदेखि नै धन्यवाद पनि व्यक्त गर्दछु। जस्तो तपाईँ निर्वाचित भइसके पछाडि अहिले सांसदको रूपमा तपाईँका दिनचर्या चाहिँ कसरी बितिरहेका छन्? अब सांसद भइसकेपछि सांसदका धेरै ठुलो भूमिका हुन्छन्। यो देशको नीति निर्माण र यो देशमा धेरै समस्याहरू छन्। म एउटा स्वास्थ्यकर्मी एउटा नर्स भएको कारणले मसँग धेरै आउने मसँग धेरै ठोकिने कुराहरू भनेको स्वास्थ्य सम्बन्धी नै छन्। यहाँ धेरै बिरामीहरू छन् जसले आर्थिक अभावका कारण उपचार गराम कि मृत्युको मुखमा आफूलाई पुर्याउँ यो दोधारमा जनताहरू छन् र मसँग दिनदिनै ठोकिने कुराहरू भनेको आर्थिक अभावका कारणले अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीहरूको लागि केही गरिदिनुहुन्छ कि भन्ने र यसै सिलसिलामा हामीले एउटा दुईटा बिरामीको लागि मात्र हामीले काम गर्नुभन्दा पनि यस्तो नीति बनोस् जुन चाहिँ गरिब जनताहरूले सहज रूपमा उपचार गराउन् भनेर त्यो नीति निर्माण गर्नको लागि चाहिँ र यो देशमा भएका दक्ष जनशक्तिहरू विशेष गरी यो नर्सिङ क्षेत्रको म भएको कारणले गर्दा हिजो मात्र हामीले नर्सिङ सङ्घ त्यस्तै गरेर नर्सिङ काउन्सिल अनि हाम्रो मिर्सन मिडवाइफरी सङ्घ छ त्यस्तै गरेर सिटिभिटी र विभिन्न प्राइभेट र सरकारी सङ्घ संस्थाका प्रोफेसरहरू त्यहाँका स्टाफहरूसँग चाहिँ हामीले एउटा मिटिङ राख्यौँ र त्यो मिटिङ मार्फत चाहिँ हामीले यो स्वास्थ्य क्षेत्रलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ भनेर हामीले हाम्रा स्वास्थ्य मन्त्री माननीय निशा मेहताज्यूसँग पनि हामीले केही कामहरू चाहिँ अगाडि बढाएका छौँ। यसमा समस्या स्वास्थ्य क्षेत्रमा जुन अघि तपाईँले भन्नुभयो एउटा गरिबीको कारणले उपचार गर्न नसकेर मलाई हिजो मात्रै तपाईँको जिल्लाबाट पनि फोन आएको थियो। एकजना महिला उहाँको 9 लाख रुपियाँ बिल हस्पिटलमा भएको छ र हस्पिटलले तारन्तार 4 पटक 5 पटकसम्म डिस्चार्जको लागि पटक ताकेता गर्दा पनि उहाँहरूले चाहिँ पैसा तिर्न नसकेकै कारणले अहिले डिस्चार्ज लिन सक्नु भएको छैन। करिब 9 लाख रुपियाँको खर्च उहाँहरूको त्यो अस्पतालमा छ। कसरी समाधान गर्न सकिन्छ? त्यो कुरा मलाई भर्खर हजुरले अवगत गराउनु भयो। पक्कै पनि म त्यसको चाहिँ अध्ययन गर्छु र उहाँहरूसँग कन्ट्याक्ट गरेर कहाँ कसरी यो एउटा उदाहरण एउटा दृष्टान्त मात्र यस्तो मैले अघि नै मैले भनिसकेँ। अब हामीले प्रत्येक एक व्यक्तिको समस्या समाधान गर्दा धेरै समय लाग्ला होइन र त्यो धेरै समयको सदुपयोग गर्दै हामीले यस्तो नीति बनायौँ भने जसले गर्दाखेरि चाहिँ पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण जनताहरूले स्वास्थ्य सेवा सरल सुलभ रूपमा चाहिँ पाउन सकौँ। त्यसको लागि चाहिँ प्राइभेट सरकारीमा त हामीले सकभर सरकारीमा चाहिँ स्वास्थ्य उपचार गराउँ भन्न चाहन्छु। तपाईँ आफै पनि एउटा नर्स एउटा पेसाले नर्स हुनुहुन्छ। तपाईँले त्यहाँ एउटा अस्पतालमा के कस्ता समस्याहरू छन्, त्यहाँ सेवाग्राहीले कस्ता समस्या भोगेका छन् त्यो प्रत्यक्ष तपाईँहरूले अनुभव पनि गर्नुभएको छ। तपाईँले नर्स नै अहिले स्वास्थ्य मन्त्री पाउनु भएको छ, कस्तो लागिरहेको छ? यो विश्वले यो कुरालाई हेरिरहेको छ। एउटा नर्सले पनि नीति निर्माण तहसम्म चाहिँ पुग्न सक्छ भनेर जुन यसपालिको मन्त्रीमण्डलमा चाहिँ नर्सलाई समावेश गर्नु भनेको यो ऐतिहासिक क्षणको रूपमा हामीले मानेका छौँ र पक्कै पनि उहाँलाई
सफल बनाउन हामीले चाहिँ एकदमै पूर्ण रूपमा चाहिँ सहयोग गर्ने पनि म प्रतिबद्धता जनाउन चाहन्छु र उहाँ एउटा नर्सिङ ब्याकग्राउन्डको भएको कारणले गर्दाखेरि चाहिँ यो एकदम ग्राउन्ड लेभलदेखि नै उहाँ लगायत हामीले चाहिँ एकदम बुझेका छौँ स्वास्थ्य क्षेत्रमा सेवा लिन आउने र त्यहाँ सेवा दिने हामी नर्सहरू अरू अरू विभिन्न फ्याकल्टीका डक्टरहरूदेखि लिएर डेन्टिस्टदेखि लिएर ल्याब फार्मेसी हरेक क्षेत्रमा चाहिँ धेरै गाह्रो छ होइन जुन एउटा तलबदेखि लिएर उहाँहरूले पाउने सेवा सुविधाहरूका कुराहरूले गर्दाखेरि विदेश पलायन भएका ती समस्याहरूको समाधानको लागि चाहिँ पक्कै पनि हामी गर्ने नै छौँ पनि भन्न चाहन्छु। जस्तो अन्य अब किनभने एउटा सङ्घीय सांसदको जिम्मेवारी सबै खाले सेक्टरमा हुन्छ, त्यही माथि फेरि आफ्नो क्षेत्रहरूका पनि मुद्दाहरू, आफ्नो ठाउँका पनि मुद्दाहरू पनि उठाउनुपर्छ। त्यो भनौँ न यो सबै क्षेत्रमा आफ्नो ज्ञान कतै अलिक पुग्दैन कि जस्तो कहिलेकाहीँ अनुभव हुँदैन? धेरै जस्तो चाहिँ हामी यो मेडिकल पर्सन भएको कारणले गर्दाखेरि चाहिँ ज्ञान पनि अलि बढी त्यसैमा र आउने समस्याहरू पनि त्यही बढी हुँदाखेरि चाहिँ हामीले स्वास्थ्य क्षेत्रतिर मात्र बढी फोकस गऱ्यौँ कि जस्तो लाग्छ किनभने हामीले एउटा क्षेत्रलाई मात्र होइन हामीले धेरै क्षेत्रहरूलाई ओगट्नुपर्ने हुन्छ होइन जस्तै स्वास्थ्यका कुराहरू छन् शिक्षाका कुराहरू छन् होइन अब म एउटा मुस्लिम क्लस्टरबाट गएको र म एउटा महिला भएको नाताले गर्दाखेरि महिलाहरू पनि कति कुरामा वञ्चित भएका छन् होइन ती कुराहरू ती समस्याहरूलाई पनि समाधान गर्ने खालको नीति बनाउनु पर्ने छ र एउटा मुस्लिम भएको नाताले मुस्लिमहरूको जुन स्वास्थ्य शिक्षाबाट एकदम पछाडि छ होइन त्यस्तै अब हामीले आफ्नो धार्मिक शिक्षालाई पनि अगाडि बढाउनु पर्छ र यो हाम्रो नेपाली आधुनिक शिक्षालाई पनि सँगसँगै अघि बढाउनु पर्ने पनि छ र त्यसको लागि हामी अब केही दिनमा नै त्यसको लागि पनि गृह कार्य गर्दैछौँ होइन यो मदरसा शिक्षा र यो आधुनिक शिक्षालाई चाहिँ सँगसँगै लैजाने एउटा नीति बनाउँछौँ जसले गर्दाखेरि चाहिँ हाम्रा मुस्लिमका भाइ बहिनीहरू चाहिँ दुवै शिक्षा लिनबाट वञ्चित नहुने गरेर होइन त्यसरी हामीले चाहिँ विभिन्न विधाहरूमा चाहिँ काम गर्नुपर्ने पनि छ। अहिलेको प्रधानमन्त्री तपाईँको पार्टीको प्रधानमन्त्री शपथ ग्रहणमा 108 जना बटुक 108 जना बिच्छु राखेर उहाँले शपथ ग्रहण गराउनु भयो। तपाईँ एउटा मुस्लिम समुदायको हुनुहुन्थ्यो, तपाईँलाई त्यो यो धर्मनिरपेक्षको राष्ट्र भनौँ न धर्मनिरपेक्ष राष्ट्रमा त्यो किसिमको एउटा कुनै धार्मिक आस्था बोकेर शपथ गराएको तपाईँले कस्तो अनुभव गर्नुभएको छ? हामीले हरेक कुरालाई पोजिटिभ लिनुपर्छ होइन हामीले पोजिटिभ लिँदै गयो भने त्यो पक्कै पनि राम्रो हुन्छ र उहाँहरूले आफूले जुन हिसाबले त्यसरी गर्नुभयो त्यसलाई हामीले पोजिटिभ नै लिएका थियौँ होइन अब कतिपयले भन्नुहुन्छ होला अब मुस्लिमको पनि धर्मगुरुहरू किन देखिनु भएन भन्ने प्रश्न पक्कै पनि हजुरले सोध्न खोज्नु भएको पनि त्यही हो मैले बुझेअनुसार र हामीलाई पनि यो प्रश्न आउँछ र यसलाई अब हामीले किन लिनु भएन भन्दाखेरि उहाँ एउटा अब हिन्दू धर्ममा आस्था पनि हुनुहुन्छ र हिन्दू धर्म नै हुनुपर्छ भन्ने छैन होइन धर्मनिरपेक्ष उहाँले सबै धर्मलाई समान रूपमा हेर्नुहुन्छ हाम्रा प्रधानमन्त्रीज्यूले त्यही भएर अब त्यसमा के कुराहरू भनेको यो उहाँको धार्मिक स्वतन्त्रताको विषय हो भन्ने लाग्छ तपाईँलाई? त्यही हो भनेपछि त्यसमा कुनै टिप्पणी छैन? टिप्पणी गर्नै मिल्दैन हामीले होइन। कतिको आशावादी हुनुहुन्छ बालेन सरकारबाट? बालेन सरकारबाट त एकदम म लगायत मलाई जहाँसम्म लाग्छ 3 करोड आम जनता नेपालमा रहेका र विदेशमा रहेका आम जनताले पनि एकदम आशा गर्नुभएका छ र विशेष गरी त विदेशमा हुने हाम्रा भाइ बहिनीहरू जुन दक्ष जनशक्तिहरू विदेश पलायन भएका छन् उहाँहरूले चाहिँ यो सरकारबाट धेरै आशा गराएका छन् र यदि उहाँहरूले सोचे अनुरूप काम गर्नुभयो भने हाम्रा विदेशका भाइ बहिनीहरूले हामीसँग कुरा गर्नुहुन्छ हजुरहरूले राम्रो काम गर्नुहोस् हामी आफ्नै देशमा फर्कन चाहन्छौँ भने जुन हामीसँग अपेक्षा गर्नुभएको छ होइन पक्कै पनि हाम्रा प्रधानमन्त्रीज्यूले उहाँहरूका विदेशमा बसेका भाइ बहिनीहरूको अपेक्षा अनुरूप काम गरेर उहाँहरूलाई चाहिँ स्वदेश फर्काउने एउटा वातावरण सिर्जना गर्नुहुनेछ भने पनि म आशा राखेको छु। अहिलेको सरकारको काम सुरुवात भनौँ न सरकारको सुरुवातबाटै देखिरहेको छ भटाभट ठुला बनिएका होइन राजनीतिक दलका नेतृत्वहरू पनि अहिले हिरासतमा हुनुहुन्छ। राजनीतिक दलहरू अहिले यति बेला केही प्रदर्शनमा पनि उत्रिरहेका छन्। कतै देश द्वन्द्वतर्फ त जाँदै छैन, जनतालाई त्यो पनि एउटा डर छ। त्यसलाई तपाईँले के भन्नुहुन्छ?
राष्ट्रिय स्वतन्त्र पार्टीले त 79 को जुन स्थापना कालदेखि नै यो देशमा नीलो क्रान्ति गर्दै आएको हो। विभिन्न कालखण्डमा हाम्रा आम जनताहरूले धेरै आफ्नो बलिदान दिएका छन् र अब हाम्रो जनताहरूले चाहिँ बलिदान दिनु पर्दैन भनेर नीलो क्रान्ति गर्दा गर्दा बिचमा जुन यो हाम्रा युवा भाइ बहिनीहरूले आफ्नो बलिदान दिन बाध्य हुनुभयो होइन। र अब यत्रो बलिदान दिएर यो आएको यो निर्वाचनमा मलाई जहाँसम्म लाग्छ अहिले जसरी आन्दोलन गर्नुभएका छन् उहाँहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु कि यो सामान्य निर्वाचनबाट आएको सरकार होइन, त्यही भएर हजुरहरूलाई पनि साथ दिनु पनि भन्न चाहन्छु म। जस्तो हाम्रो देशमा सबैभन्दा बढी समस्या हामीले भोग्ने भनेको भ्रष्टाचारको समस्या जुन जरासम्म पुगेको छ होइन, सुशासन दिन सकेको छैन र डेलिभरी। रासोपाको मुद्दा पनि यी तीनवटा हो होइन, सम्भव छ? एकदम। अब यो त उहाँहरूले शपथ खाएर मन्त्रीमण्डल गठन भएको 24 घण्टाभित्रमा नै यो कुरा साबित गरेर देखाउनु भएको छ हाम्रा गृहमन्त्री माननीय सुदन गुरुङज्यूले। जसरी ठुला भनिएका नेता पूर्व प्रधानमन्त्रीज्यूलाई 24 घण्टा पनि नबित्दै जसरी आन्दोलनको बेलामा हाम्रा भाइ बहिनीहरूलाई हत्या गर्यो, उहाँलाई समात्न सफल हुनु भनेको नै एउटा सुशासन भ्रष्टाचारको विरुद्धमा यो अगाडि बढेको सङ्केत गर्नुभएको छ। यो सरकारलाई सफल बनाउनलाई एउटा सङ्घीय सांसदको रूपमा तपाईँको पनि एउटा महत्त्वपूर्ण भूमिका रहन्छ नै। तपाईँहरूको संसदीय दलको बैठक चाहिँ कहिले बस्दैछ? अब यो यकिनको साथ त अहिले भन्न सकिँदैन, हामीलाई सूचना आधिकारिक रूपमा आएको छैन। सम्भवतः 18 गते बस्ने प्लानमा छ। र तपाईँको पार्टीको उपसभापति बन्दै हुनुहुन्छ? आधिकारिक रूपमा अहिले आएको छैन, त्यो कुरालाई चाहिँ अब अहिले हामीले भन्न अलिक गाह्रो छ। तपाईँको पनि एउटा सम्भावना होइन, तपाईँ पनि एउटा पढे लेखेको सम्भावना बोकेको महिला नेत्री हुनुहुन्थ्यो। अझै मन्त्रीमण्डल पूर्ण भइसकेको छैन होइन, केही मन्त्रालयहरू प्रधानमन्त्रीकै मातहतमा छन्। के यो सरकारले एउटा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने महिलालाई पनि सरकारमा समेट्ने सम्भावना छ? अब हाम्रो मन्त्रीमण्डल चाहिँ थोरै राख्ने भनेर प्रधानमन्त्रीज्यूले जुन प्रस्ताव गर्नुभएको छ त्यो अनुरूप अहिले 15वटा मात्र मन्त्रालय चाहिँ गठन भएको कारणले गर्दा यदि त्यसरी अब कुनै मन्त्रालय थप गरेर जिम्मेवारी दिनुभयो भने पक्कै पनि गर्न सकिन्छ र गर्नेछु पनि भन्न चाहन्छु। अब हामी कार्यक्रमको अन्तिममा छौँ। कार्यक्रम हेरेर सुनेर बसिरहनुभएका दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? सर्वप्रथम त यस कार्यक्रम आयोजक गर्ने आयोजक टिमलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम जर्नी टु पोलिटिक्स हेरेर बसिरहनु हुने आम दर्शकहरूलाई सर्वप्रथम यस निर्वाचनमा हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनी र विदेशबाट पनि हामीलाई विभिन्न माध्यमबाट सहयोग गर्नुहुने विदेशमा बस्नुहुने नेपाली दाजुभाइहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र मलाई यो जर्नीसम्म लिएर आउनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तबकामा रहनुहुने व्यक्तित्वहरू र मेरो परिवारजनहरूमा र मेरा साथीभाइहरूमा पनि म थ्याङ्क यू सो मच भन्न चाहन्छु। हस्, हामी कहाँ आइदिनु भयो, हामीलाई समय दिनुभयो आफ्नो व्यस्त समयका बावजुद पनि, यसका लागि हजुरलाई धेरै धेरै धन्यवाद। कार्यक्रम जर्नी टु पोलिटिक्सको आजको पहिलो श्रृङ्खलामा हाम्रो सङ्घीय सांसद समिना मियाज्यू आज अतिथिका रूपमा हुनुहुन्थ्यो। हामी फेरि अन्य श्रृङ्खलाहरू तपाईँहरूमाझ लिएर आउने नै छौँ। हाम्रो सोसियल मिडिया फेसबुक, इन्स्टाग्राम, टिकटकमा कार्यक्रम जर्नी टु पोलिटिक्सलाई लाइक गरिदिनु होला, फलो गरिदिनु होला र हाम्रो युट्युब च्यानल जर्नी टु पोलिटिक्सको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। हामी तपाईँहरूमाझ फेरि छिट्टै नै अर्को श्रृङ्खला लिएर आउनेछौँ। नमस्कार।